भन न के भनेको थियो अरे निरजको बारेमा भन न निरज लभ परेको छ होइन लभ परेपछि एटिट्युड हेर आजभोलि हामीले यस्तो गर्ने भनिसकेपछि तपाईँको हो र सिधै होइन हो होइन रे आज हो म पनि भन्छु अब जे हो नि त्यही हो क्या सर्वस्व त्यही हो होइन अब मेरी हुनी पनि त्यही हो मेरी हुनी पनि त्यही हो भन्छ होइन हिजो मलाई त्यही भन्थ्यो अनि अस्ति मैले मोबाइल चलाएँ होइन किन पहिला त मोबाइल चलाउनु दिन्थ्यो नि त आजभोलि किन मोबाइल चलाउनु दिन्न भनेको मेसेज टुप्लुङ्ग आयो अड्डा ठ्याक्कै अनि हेरेको अड्डा यस्तरी झबारे मलाई होइन कसम नि त्यो के अरे उसलाई क्या मापसे गरेर पुलिससँग झडाएर पुलिसले झबार्छ नि त्यस्तै गरेर झबारेको मलाई अस्ति अनि लक लगाइदियो होइन अनि आजभोलि हेर ख्याल गरेको कि नै हामीले केही भन्यौँ भने पनि उतातिर ध्यान छ त्यहाँ उता केटीतिर ध्यान के भनौँ केटी नभनौँ अब बुहारी नै भनिदिउँ फेरि रिसाइहाल्छ उसको फेरि बुहारी भन्नै पर्छ होइन अब अरूको आजभोलि अस्ति मैले एउटा साझा कमेडी लाज माने हेर लाज माने कमेडी मिम सेयर गरेको थिएँ नि त पहिला मिमहरू हेर्ने ओर्ने सेयर गरेपछि मान्थ्यो नि त अब उसको बाहेक हामीले मिम सिम सेयर गरे मेसेज गरे भने ठिकै छ होइन मिम सेयर गरेको रिसाउँछ अरूको मिम हेर्नु चित्त बुझ्दैन मिम सेयर अहिले भर्खर मैले देखिहालेँ मिम सेयर के अरे मिम सेयर गरेको रिसाएको होइन अब हेर आज तिम्रो ल परेको छैन त्यति भन त ल झापावाली मामाहरू भएको के अरे फेरि तर एउटा इनबक्स देखाउ त्यसो भए इनबक्स देखाउ मेसेजको इनबक्स देखाउ खोला यसको यो लपरदेखि एउटा पोजिटिभ पछि के भएको भने पहिला भिडियोहरू हेर्ने बेलामा उसले कस्तो खालको हेर्थ्यो भने फ्री फायरको होइन उ गरेर हेर्थ्यो आजभोलि उसले खाना पकाएको भने क्या पछि काम लाग्छ होइन पछि बिहे गरिसकेपछि त गर्नु नै छ होइन रेसिपीहरू अस्ति पनि मैले भित्र यस्तो गुरुङ्ग परेर त्यो ब्ल्याङ्केटबाट कुद्रुङ्ग परेर यसरी भित्र उ गरेर सट्ट खोलेँ होइन मिम हेरिरहेको थिएँ कि अघि पनि हेरेको थिएँ अम्लेट बनाएको हालिरहेको थिएँ नि स्ट्रबेरी पकाएको उसलाई स्ट्रबेरी मनपर्छ अरे नि त धेरै हो अघि त भाइ यस्तो धेरै केटीको पछि नलाग है पढ्ने काम चाहिँ पढिसकेपछि केटी जस्तो मान्छ भने के माया त माया हो नि भनेर डाइलग हानिदिइहाल्यो है मलाई त्यो आफ्नो के अरे तपाईँको उमेर मलाई के डाइलग हाल्छ तपाईँको उमेर 27 भयो म 14 वर्षमा लभ गरेँ तपाईँले 27 वर्षमा यत्रो वर्ष पढेर 15 मारे ऊ पनि 15 दुईले बराबर उमेर अनि तपाईँले के गर्नु पर्यो मैले त